साथीहरू अनि मेरो गाउँको भ्यू चाहिँ यही हो साथीहरू, देख्न सक्नुहुन्छ होइन। यस्तो दाएँ भयो साथीहरू आज चाहिँ, अरे होइन साथीहरू। दिन पहिला क्या साथीहरू म चाहिँ सुर्खेतदेखि गाउँमा आउँदाखेरि चाहिँ यस्तो थिएन कि सुक्खा थियो। अनि हामी 12को एक्जाम दिन नरकट जाँदाखेरि 4 दिन 5 दिन भयो क्या आज यस्तो हरियाली क्या साथीहरू, बाबरे होइन। 2 दिनमा यस्तो हुने रहेछ होइन साथीहरू। अनि अबको चाहिँ यस्तो भएको छ क्या साथीहरू। अलिकति यो भिरपाखामा त अनि त्यति साह्रो हरियाली छैन, अलिकति यस्तो भइरहेछ, यस्तो देखिरहेछ। टाढाबाट चाहिँ हरियो देखिने, तर नजिक गयो भने अनि गाजो घाँसहरू चाहिँ अनि अलिक कमै हुने के, सानो देखिने तर चाहिँ नदेखिने होइन, नजिक भएपछि टाढाबाट हेर्दाखेरि यस्तो बाबरे। यो बिहानको 6 बजे हो साथीहरू, बिहानको 6 बजे घाम आइसकेको छ। अनि म चाहिँ किन अनि म चाहिँ लेखै बस्छु क्या, घरतिर हामी बसाइ हुँदैन। अनि म चाहिँ बिहानै घर जानको कारण के थियो भन्दा साथीहरू, अनि आज डाटा पछि 9 बजेसम्म मात्रै छ। अनि डाटा छ र त्यसैले अनि म चाहिँ त्यही भएर घर आएँ साथीहरू। अनि गाउँको अवस्था त्यही नै हो। अनि घर नि भयो नि, लेक भयो नि, डाटा चल्दैन। अनि दुःख छ साथीहरू, पीडा छ एकदम होइन। डाटा नचल्नाले मलाई चाहिँ पीडा भइरहेछ। अनि भिडियोहरू चाहिँ अनि अपलोड गर्न पाइन्न, डाटा नचल्न कारणले। एउटा भिडियो 20-25 मिनट लाग्छ, त्यस्तै हो साथीहरू। अनि गाउँमा साथीहरू कसलाई यताको छ होइन, हाम्रो गाउँ हेर्नु बिहानपल्टि यस्तो भयो अहिले चाहिँ। अनि तल चाहिँ खोला, अनि यहाँ सल्लाहको बुट्टाहरू यस्तो भएको छ, पुरै हरियाली। म चाहिँ अहिले यस्तो अनि हाम्रो सानी पातल वनको अनि ओह्रालो बाटोमा हिँड्दैछु। अनि यो जङ्गलको बिच बाटोमा अनि गोरेटो बाटो छ, त्यो बाटोमा अनि हिँडिरहेको साथीहरू। अनि यस्तो बाटोमा होइन, अनि हिजो पानी नै परेको थियो अलिअलि, अनि बाटो नै एकदम अलि चिल्लो छ। अनि होसियार भएर हिँड्नुपर्छ साथीहरू। अनि माथि चाहिँ यो देखिने चाहिँ अनि हाम्रो अनि छिमेकीको जोडुको लेकहरू यता छ। अनि ठ्याक्क गाउँ चाहिँ यता, यो माथि चाहिँ जोडु आज यस्तो छ साथीहरू। अनि दिनमा चाहिँ आज यहाँ माथि लामा पैठ, यता पैठ पूजा लाग्ने साथीहरू होइन। अनि कसलाई अनि गाउँको याद आइरहेछ, अनि गाउँको अनि यति धेरै अनि सम्झना आइरहेछ भने साथीहरू होइन। अनि हेर्नु होला, अनि मेरो आइडीमा अनि मैले चाहिँ गाउँको भिडियोहरू पर हाल्ने गर्छु। अनि आज चाहिँ लामा पैठ छ, लामाको पैठ जोडु अनि छिमेकीको लामाको पैठ छ साथीहरू। अनि पहिला चाहिँ हामी केटाहरू साथीहरू हुँदाखेरि के टन्नै जान्थ्यौँ क्या, लास्टै रहर लाग्ने त्यतिखेर होइन पैठ जानु। बिहानैदेखि नै होइन पुरा रेडी भइहाल्ने क्या, आज पैठ छ होइन, जानुपर्छ डाँडामा, अग्लो डाँडा छ कि एकदम बेस्ट साथीहरू। अनि जानुपर्छ भन्ने लाग्ने के। तर अहिले साथीहरू साथी नै हुन्नन् कि, अहिले के हो साथीहरू होइन। आफैलाई पनि पैठ जाने, यताउति यो मेलामा जाने मनै लाग्दैन कि, के भएको होइन। यस्तै हो। अनि समयअनुसार सबै परिवर्तन भयो। अब पुराना कुराहरूलाई मान्छेहरूले प्रायः भुलेर गइरहेछन्। अनि त्यस्तो होइन, आफ्नो रीतिरिवाजहरू भुल्नु भएन होइन। अनि पहिलाको जस्तो त्यति साह्रो भुल्नु त भुलेको छैन कि, पहिलाको जसरी अब रमाइलो नहुने क्या। अनि पहिला चाहिँ एकदम धेरै रमाइलो हुन्थ्यो, अहिले चाहिँ रमाइलो नहुने साथीहरू क्या होइन। अनि ओह्रालो बाटोमा को हिँड्नु भएको छ साथीहरू। अनि हिँड्नु हुनेले टक्क लाएर अनि सजिलो हुन्छ कि अप्ठ्यारो हुन्छ कमेन्ट गर्नु होला। अनि यस्तो खोल्चो खाल्चीमा म चाहिँ दौडिरहेको छु। अनि छिटो जानुपर्छ घर, डाटा छैन अहिले। अनि भिडियो अपलोड गर्नुपर्छ है साथी हो। अरे अनि साथीहरू के गर्दैछ होइन, म चाहिँ बिहानै उठेर अनि मुख पनि धुएन, मुख पनि धुएको छैन। अनि कपालले झ्याङ्ग्रे भएको छ। अनि त्यति गाउँ आइहाल्यो क्या। अनि गाउँमा जस्तो भने चल्ने होइन, फाटो च्यातिया चुतिया कपडा लगाऊ, केही सहर जस्तो यताउति केही नै नहुने क्या। गाउँमा जे छ त्यतिमै ठिक हुने। अनि हाम्रो चाहिँ माथि यो माथिको भ्यू हो यता चाहिँ। अनि हाम्रो यो माथि यता चाहिँ यहाँ नार पहिला पर्छ, यता चाहिँ सबै साथी हो गाउँ हेर्नुहोस् यस्तो दामी भएको छ क्या आजभोलि त। अनि हिजो चाहिँ हाम्रो स्कुल यता दिनमा चाहिँ हामी यतालाई बल खेल्न सक्छौँ आज चाहिँ।